लेखेर राख्नु, रेकर्ड गरेर राख्नुहोस्, 10 वर्ष 20 वर्ष पनि लेखेर राख्नुहोस्। त्यो ढङ्गले नगएसम्म देशमा अस्थिरता भइरहेको छ। अस्थिरता भएपछि विकास हुँदैन, रोजगारी सिर्जना हुँदैन, युवाहरू पलायन हुन्छन्। अनि त्यसमा चाहिँ भित्री र बाहिरी तत्त्वहरूले खेल्छन्। अनि यो आउँछ त्यो आउँछ ऊ आउँछ हुन्छ, आउँदा के आउँछ, पछाडि फर्केर कहीँ हुन्छ। अब उयो टाउकाको ओखती नाइटोमा लाग्यो भन्ने हाम्रो उखान छ। रोग एकापट्टि लागेछ अर्कोतिर चाहिँ उपचार गरेर हुन्छ। त्यसैले अब त्यो भूत भइसकेको राजतन्त्र जसले देशलाई चाहिँ हजारौँ वर्षसम्म चाहिँ बर्बादीमा राख्यो, संसारको सबभन्दा पिँधमा पुर्यायो, त्यसलाई बल्ल बल्ल जनताले यत्रो बलिदान गरेर हटाएका छन्। अब त्यसलाई फेरि फिर्ता गर्ने भने त्योभन्दा मूर्खता के हुन्छ? त्यो असम्भव कुरो हो, सम्भव पनि छैन, आउँदा पनि त्यो आउँदैन। अनावश्यक ढङ्गले हामीले जुन बहस अहिले भइरहेको छ त्यसलाई हामीले खारेज गर्नुपर्छ, पुरै खारेज गर्नुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै यसमा टेकेर अपूर्णतालाई पूर्णता दिने नै अबको कार्यभार हो। कुनै पनि वाहनामा त्यो मरिसकेको चिज कहाँ आउँछ? भूत भएर मात्रै आउँछ, फर्किँदैन। मरिसकेको चिज फर्कन्छ, त्यो त इल्युजन भ्रम मात्रै नै हो। यसले जनतालाई स्पष्ट भाषा हामीले एउटा त्यो भनिदिनुपर्छ। अब जहाँसम्म त्यति मात्रै भए त एउटा कुरा थियो, तर भू राजनीतिको बिचमा चाहिँ धेरै पेचिलो भएर पनि आएको छ। हाम्रो देश भारत चीन जस्ता दुई ठुला देशको बिचमा छ। यी दुइटै ठुला शक्तिहरूमा उदय हुँदैछन्। छिटै चाहिँ चीन चाहिँ पहिलो आर्थिक शक्ति, भारत तेस्रो आर्थिक शक्तिमा उदय हुँदैछ र अर्को अहिलेको मुख्य शक्ति र भोलि दोस्रो शक्ति हुने अमेरिकाको पनि यहाँ चासो छ। त्यसले गर्दा उनीहरूको स्वतः नै ठुला शक्ति राष्ट्रहरूको चाहिँ यस्ता संवेदनशील क्षेत्रमा चासो हुन्छ। त्यसले गर्दाखेरि पनि यहाँको घटनाक्रममा यी शक्तिहरूले पनि चासो राख्छन्। त्यसले हामीले चाहिँ एउटा राष्ट्रिय एकता, बलियो राष्ट्रिय एकता कायम गरेर हाम्रा समस्या आफै समाधान गर्न सकेनौँ भने उनीहरूले चाहिँ आफ्नो सामरिक स्वार्थको निम्ति हात हाल्छन्। संसारभरि त्यो हुन्छ। अमेरिकी राष्ट्रपतिले हाकाकी भनेका थिएनन्, एउटा देश मैले ल्याइ लिइदिन्छु, त्यहाँको चाहिँ कब्जा गर्छु, हाकाकी भनिरहेका छन्। अनि उता युक्रेन तपाईँ देखिराख्नु भएको छ होइन। यहीँ हाम्रो यहीँका पनि सिक्किममा लागेका घटना हामीले राम्रैसँग देख्यौँ, तपाईँले सुन्नुभयो होला। भने विभिन्न ठाउँमा त भइरहेको छ। त्यस्तो अवस्थामा देशमा यस्तो गन्जागोल भइराख्यो भने बाह्य शक्तिले हस्तक्षेप गर्ने र भएको उपलब्धि गुम्ने मात्रै होइन, देशको स्वाधीनता नै सङ्कट पर्न सक्छ। त्यस अर्थमा पनि हामीले यस्तो विषयमा अल्झिनु, पछाडि फर्कने कुरा गर्नुभन्दा सम्पूर्ण शक्तिहरू एक भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधानको रक्षा गरेर अगाडि जाने बाटोतिरै जानु उपयुक्त हुन्छ। अब जहाँसम्म अब यो सरकार सञ्चालन गर्ने क्रममा फेरबदल भएको एउटा विद्युत प्राधिकरणका एउटा व्यक्तिगत फेरबदल गरेको भन्ने कुरा गर्नुभएको छ। उनले राम्रै काम गरिरहेका थिए, 4 महिनामा बाँकी थियो, त्यसलाई काम गरेर पुरा दिएको भए हुन्थ्यो। सामान्य कम्युनिटीले त्यही भन्छ, अब म भएको भए त्यही गर्थेँ। तर अब सरकारले किन गर्यो भने उहाँले जान्ने कुरा हो। र यसमा चाहिँ म के भन्न चाहन्छु भने यसको पनि कारण हेर्नु पऱ्यो। तपाईँहरूले जुन संस्थान प्राधिकरण भन्ने जुन अर्ध स्वायत्त खालका राज्यका अङ्ग हुन्छन्, त्यसमा चाहिँ दलीय हस्तक्षेप र नियन्त्रण चरम रूपमा छ पहिलेदेखि नै। त्यसो भए हुनाले म प्रधानमन्त्री छँदा मैले यसैलाई रोक्नको निम्ति भनेर, नत्र आउँदा म आउँदा आफ्नो मान्छेलाई ठिक गरे जस्तो लाग्छ, अर्को आउँदा अर्कोले त्यही गर्छ, त्यसको सट्टा विधिले हल गरौँ भनेर मैले संस्थान निर्देशन बोर्ड भनेर चाहिँ एउटा गठन चाहिँ गरेका थिएँ। र त्यसले चाहिँ यसका जुन नियुक्तिहरू हुन्छ, यसका प्रमुखहरू जुन कार्यकारी प्रमुख लगायतको नियुक्ति चाहिँ स्वतन्त्र र निष्पक्ष ढङ्गले चाहिँ त्यो चाहिँ बोर्डले चाहिँ नियन्त्रण गर्छ र राजनीतिक दलले त्यहाँ हस्तक्षेप गर्न पाउँदैन र गर्दैन। सरकारले पनि त्यो गर्न सक्दैन भनेर मैले सुरु गरेको थिएँ। म सौदा राम्रै भएको थियो, केही वर्षसम्म त्यो चल्यो, पछि यिनीहरूले भत्काए। पछि जुन सरकार आयो उहाँहरू यही 3 महापुरुषहरू त चलाइराख्नु भएको छ 9 वर्षदेखि, पाले चलाइराख्नु भएको छ। उहाँले त्यसलाई भत्काउनु हो, अनि आफ्नो मान्छे भर्नुहुन्छ, आफ्नो भन्छ, अर्को आउँछ त्यसलाई हटाइदिन्छ। यही दुष्चक्र चलेको छ। त्यसरी रामबहादुर, श्यामबहादुर, हरिबहादुर, राममाया श्याममायाहरू आउन सक्छन् त्यहाँ, तर तपाईँ टिको लाएर एउटा ल्याउँछ, उहीपट्टि लोयल हुन्छ, उसले खुब राम्रो हुने प्रशंसा गर्छ, बाहिरकाले विरोध गर्छन्। हुने त त्यही हो नि। त्यसै भएको हुनाले त्यसैको पुनरावृत्ति अहिले भएको छ। त्यसले यसमा व्यक्तिमा म जान चाहन्न। जे भइरहेको छ बेठिक भएको छ र